फर्स्टमा चाहिँ चेक गर्नुभएको छ कस्तो बिग्रेको छ भनेर अनि आगो उड्दैछ यति फटाफट हात चलाउनुहुन्छ म आफै छक्क परेँ भिडियो हेरेर तपाईँहरू पनि देखिरहनु भएको छ कति फटाफट गरिदिनु भएको छ अनि पाइपमा दुध समस्या हुन्छ त्यही भएर पाइप कति चाहिन्छ भनेर काट्नुभयो त्यसपछि जोड्न थाल्नुभयो रोबोट भन्दा कम चाहिँ हुँदैन है त उहाँ दाजुको लागि सबैजनाले एक लाइक कमेन्ट र सेयर गरिदिन नबिर्सिनु होला अनि हेर्नुहोस् न कति फटाफट एकैछिनमा कामै सक्दिनुहुन्छ कि काम भनेको चाहिँ यस्तो पो हो त त्यसै पैसा कमाउन त दुःख गरेपछि पैसा आफै आउँछ भन्छ नि हो त्यस्तै हो दुःख गरेपछि पैसा आफै आउँछ दुःख गरे अनुसार उहाँको त्यही अनुसार मान्छेले चिन्नुभएको छ माया गर्नुभएको छ उहाँको लागि एक